मैले भनेको कुरा चाहिँ के भने बाबै बिरामी भएर त्यस्तो परेका थिएनन्, केही थिएन, जाने बेला मलाई केही नभने खुसुक्क मलाई ढाँटेर गए भन्नुहुन्छ। अनि अहिले जान्छु भने थिएन, बोल्दा बोल्दा हिँड्दा हिँड्दै पकामा चाहिँ के पछि गर्नु र भन्ने थियो होला होइन। अरू दिन बाँच्छु भन्ने थियो होला। त्यतिखेर बाबैभन्दा 3 वर्ष म अगाडि आइसकेँ, बाबु मरेको बेला भन्दा। अनि तपाईँलाई चाहिँ के भन्नु मन लाग्यो? ल तपाईँले भन्न पाउनु भयो अरे, म एकछिनपछि त्यस्तो हुन्छ अरे। ल तपाईँ त्यसलाई के भन्नु मन लाग्छ? ल भन्नु त, के आउँदो रहेछ मुखमा, सुन्नु त एकचोटि। के भन्नु, अब तिमीहरूलाई मैले भनिहालेँ, मेरोमा अन्त्यमा राम्रो हो, त्यस्तै बोल्दा बोल्दै जानु पर्छ। कसैले चाकरी गर्नु नपरोस्, यस्तै बोल्दा बोल्दै छोराछोरी केही हुँदैन, तपाईँलाई 100 वर्षमा केही हुँदैन, ढुक्क हुनुहोस्। यस्तो मजाले यहाँ आमा घाम तापेर आनन्द खाना खाएर बस्नुहोस्। के भएको छ गरेका त छ नि छोराछोरी कति। ए हेर्नु त, यति राम्रो झरिलो अनुहार देखिन्छ, यति राम्रो हुनुहुन्छ भएको। ईश्वरले मङ्गल ईश्वरले लक्ष्मीनाथ समारोहमा नाथ यो मुन मध्यमा अस्मदाचार्य पर्यन्तम वन्दे गुरु गर। त्यो गीतालाई लक्ष्मी, हामीले पनि लक्ष्मी नै मानेको छ। सबैभन्दा बुहारी पढालेखा भयो उयो। अनि अब 2-4 पैसा उसले कमाइ भने अब हामीलाई पनि सम्झिन्छ, दिन्छ। म किनेर खानु भनेको छ, छोराले पैसा पठाइन्छ, गएर पनि पछि अब जहाँ म भनेको कुरो अमृत हो। शरदमा पनि म चाहिँ के त खाना चाहिँ खानु, म बरु पछि पठाएन ल मसँग खानको लागि, टेन्सन नगर्नु, ल्याइहाल्छ नि त, किन नल्याउनु। भेटेर ल्याइदिए भने त खाने के पाउँदैन नि। त्यही त, तिनीहरू धेरै कुरा यिनीखेर म बोल्न पनि सक्दिनँ कि धेरै कुरा। धेरै होइन, भइगयो त यति भए, मैले सुनिहालेँ त आमाको कुरा। लक्ष्मीले बास गर्नु घरमा, बाटो हिँड्दा राति अब भनिसक्नु त आमाले, छोराछोरीलाई कसैलाई रोग ब्याध नलागोस्, सबैलाई राम्रो होस् भन्नुभयो। सबैलाई सबैलाई त्यही कुरा भएको त। परिवार यो सबै यहाँबाट त सबै मेरै परिवार त हो। मैले 12वटा छोराछोरी जम्मा एउटीले बाटो लगाइहालेँ। उतिखेर धन्न गई थियो, छोरी मरी ठुला गरेर पऱ्यो भन्थ्यो अघि। तर 9 महिनासम्म बोकेर दोनमार 6 महिनासम्म पाल्दाखेरि कति हाँस्ने बोल्यो, खै छ गइहालेँ। अब अर्को छोरो गयो, अर्कै छोरा जन्मेका थिए, उनलाई पनि कोरोनाले लगिदियो। यस्तो संसार, अनि पनि जन्मनु, अनि पनि मर्नु, अनि पनि गर्भतिर पनि पर्नु, यही कुराहरूलाई भन्ने त हुँदैन। गयो नि, अब उसले अर्को जन्म लिइसक्यो, न त मान्छे यही घरमा नाची नै भान्सा भान्जी गरेर आयो, न त के हो, न त विद्वान भएर विद्यालयमा प्रवेश गरोस्, मरेर गए पनि पशु प्राणी भने पशु प्राणीमा उड्ने बुझ्नेमा नहोस्, ईश्वरले मङ्गल गर्नु मेरो छोरालाई बुढालाई। बाबु छोरा भइसक्यो, सँगै घर बस्नु, वैकुण्ठको बास होस् भनेको छ। दिनरात यही भन्छ। बिहान तर्पण दिइराखेको छु मैले बाबुले, त्यही त। अनि त्यही भने ल सब ठिक छ, मैले कुरा बुझेँ आमा कुरा। सबैजनालाई छोराछोरीलाई आशीर्वाद दिइसक्नु। ईश्वरले मङ्गल गरून्। अब उसलाई पनि अब उसको लेखन त के थियो, त्यसैमा गयो। अभिमन्यु 14 वर्षको उमेरमा गएको थियो अरे। यो पनि उसको त्यतै लेखेर आएको रहेछ। अब के अघिल्लो जन्म ऊ बाबु थियो कि के थियो, छोरो भयो। अघिल्लो जन्मको बाबु थियो, अघिल्लो जन्मको बाबु आफै जन्मेर पुत्र भयो। महीको फर्कनै बस्छु नजान्नु, अभिमान हो भगवान्, यही अभिमानले मराउँदैछु। यस्तै ल राखेँ मैले। ल मरेर गए पनि ऊ ऐश्वर्यको स्वामी घर बस्न पाओस् भगवान्।